स्टार्टिङ प्राइस 90 लाखदेखि यो अपार्टमेन्टमा तपाईँले 2 BHK अपार्टमेन्ट एकदमै राम्रो पाउन सक्नुहुनेछ। सुकेधारा जस्तो प्राइम लोकेसनमा सनसाइन अपार्टमेन्ट 11 तलेको अपार्टमेन्टमा तपाईँले 7 वटा युनिट्सहरू पाउन सक्नुहुनेछ। एकदमै राम्रो छ प्रपर्टीहरू। माथि गएर भ्यूज हेर्नुभयो भने चाहिँ एकदमै बवाल। हाम्स हस्पिटल एकदमै नजिकमा रहेको छ। भाटबटेनी सुकेधारा चोक एकदमै नजिकको डिस्टेन्समा रहेको छ। एकदमै राम्रो छ प्रपर्टी। भूकम्पपछि बनेको प्रपर्टी हो यो चाहिँ। तपाईले एकदमै सानो फ्यामिली छ, सानो फ्यामिलीमा सानो इन्भेस्टमेन्टमा काठमाडौँको एकदमै मेजर लोकेसनमा बस्न चाहनुहुन्छ भने चाहिँ यो अपार्टमेन्ट तपाईँको लागि बेस्ट हुन सक्छ। अहिले चाहिँ हामी आइसकेका छौँ यो अपार्टमेन्टको 11th फ्लोरमा। एकदमै राम्रो छ यो अपार्टमेन्ट। हामी 11th फ्लोरमा छौँ। मसँगै आउनुभयो भने चाहिँ तपाईँले 2 BHK को अपार्टमेन्टमा इन्ट्री गर्दै हुनुहुन्छ। मसँगै आउनुभयो भने चाहिँ फर्स्ट तपाईँले इन्ट्री गर्न साथ हल पाउन सक्नुहुनेछ। यतापट्टि आउनुभयो भने चाहिँ पहिला भ्यू हेर्नुहोस् यो प्रपर्टीको। ओ माई गड, भ्यू त एकदमै राम्रो छ। काठमाडौँको 360 भ्यू यहीँबाट देखिन्छ। तपाईँको यतापट्टि आउनुभयो भने चाहिँ यतापट्टि तपाईँको किचन रहेको छ। किचन एकदमै राम्रो छ। तपाईँले आफ्नो स्टाइलले डिजाइन गर्न सक्नुहुनेछ। यतापट्टि तपाईँको एउटा रुम रहेको छ। यसलाई पनि तपाईँले आफ्नो हिसाबले फर्निसिङ गरेर बस्न पाउन सक्नुहुनेछ। भ्यू हेर्नुहोस्, झ्यालबाट एकदमै राम्रो भ्यू देखिन्छ। फेरि यता बाहिर आउनुभयो भने चाहिँ यतापट्टि पनि तपाईँको एउटा रुम रहेको छ। यो कम्प्यारेटिभली अलिक ठुलो रुम रहेको छ। दुईटैमा तपाईँको झ्याल रहेको छ, दुईटा झ्याल। एकदमै राम्रो भ्यू आउने रुमबाटै तपाईँले काठमाडौँ मजाले इन्जोय गर्न सक्नुहुनेछ। यो अपार्टमेन्टमा सिमिलर फ्ल्याट चाहिँ तपाईँको टोटल 7 वटा अझै पनि एभाइलेबल छ। सबै 2 BHK को फ्ल्याट्सहरू चाहिँ एभाइलेबल छ। 500 स्क्वायर फिटदेखि तपाईँको 1000 स्क्वायर फिटसम्मको प्रपर्टिजहरू एभाइलेबल छ। यो प्रपर्टीबारे अझै विस्तृत जानकारी चाहेमा, भिजिट गर्न चाहेमा आज नै सम्पर्क गर्नुहोस् लालपुर जाने पाललाई। किनभने लालपुर जाने पाल जस्तो नाम त्यस्तै काम।